घुमे तिमी के अचल घुम्यो हैन आज चाहिँ हामी घुम्न हिँड्न लागेको ल हेर्न सक्नुहुन्छ हामी जाँदैछौँ कहाँ भन्दाखेरि सुकुना लेकतिर जाने हो सुकुना लेक जाने हो आशिष पनि रेडी भइसक्यो यी माला साला लायो यी घडी लगाइसक्यो घडी लाएर यता हेर त ल हामी सबै रेडी भइसक्यो तपाईँहरूलाई सुकुना लेक पुगेर सबै चण्डीगढ सुकुना लेक हजुरहरूलाई देखाउनु कस्तो छ भन्ने है ल बनिरहनु होला भिडियोमा मस्त छ त नानीले यहाँ भोग लाएर यस्तो छ कति परेशान गर्छ भने यति परेशान गर्छ खाना रे नखाने अरे भेलपुडी किन्ने अरे दुनियाँदारी यताउता अब यस्तै हो हेर्नुहोस् बच्चाहरूसित बिहा गरेपछि लिएर हिँड्न जात्रै गाह्रो पर्ने के फेरि फोन चाहिए रहेछ चाहियो फोन गाइस हामीले गाइस बनाउनु ला हामी ए गाइस भन ल ए गाइस भन ए गाइस ल क्राउड चाहिँ एकदम ठुलो हुन्छ यहाँ क्राउड चाहिँ एकदम राम्रो छ मतलब भिड भडाका धेरै के बच्चा बच्चीको लागि घुमफिर गर्नको लागि चाहिँ एकदम मस्त जग्गा हो यो हामी चाहिँ महिना 2 महिना 3 महिनामा एकचोटि यता चाहिँ भिजिट गरिरहन्छौँ हाम्रो चाहिँ काम भन्दा नि घुमफिर्ने काम चाहिँ धेरै छ हाम्रो घुमफिर्न जात्रै मन लाग्ने कि अब गर्मी छर्मी भयो जाडोमा भयो हाम्रो आउने भनेको ठाउँ यही छ हो सुकुना लेक भयो अनि त्यसपछि रक गार्डन भयो त्यसपछि अर्को त झर्नावाला क्या अरे रक गार्डन एउटा रोज गार्डन पनि छ त्यहाँ फेरि अलिक कपालहरू धेरै जान्छन् होइन यहाँ पनि आउँछन् यहाँ लड्ने यताउता गर्ने त्यस्तै हो ठाउँ भनेको राम्रो छ अनि घुम्नको लागि हजुरहरू पनि यहाँ भिजिट गर्न सकिन्छ सबैजनालाई फ्यामिली टाइम स्पेन्ड गर्नलाई चाहिँ यता सबै आउन चाहिँ एकदम राम्रो चाहिँ छ है यो चाहिँ चण्डीगढ सेक्टर 1 एक सेक्टर पर्छ सुकुना लेक भन्छन् ल हेर्नुहोस् राम्रो छ नि यहाँ रिपोर्टिङ सबै भइरहेछन् यहाँ फेरि स्केच वगैरह बनाउँछ हेर्नु खतरा बनायो नि स्केच स्केच बनाउँछ यसले यहाँ पनि यो पनि बनाउँछ यसले नि बनाउँछ पुरा स्केच बनाउँछन् यता चाहिँ बोर्ड वगैरह भयो चढ्नको लागि ठुल्ठुला छन् यिनी बोर्डमा चाहिँ अब त्यो टिकट काटेर घुम्न सकिन्छ होइन अब चार्ज पनि कति छ म त खासै पहिला यिनी बच्चाको लागि हो यिनी हेलिकप्टर भयो यिनी झुला भयो यो फेरि तल माथि गर्ने रहेछन् माथि तल यो ट्रेन छ यहाँ गाडी कार के छन् यहाँ फेरि यिनी गाडीमा बसेर यी डुङ्गा जस्तो गाडी घुम्ने आइसक्रिम दियो त अङ्कल भन खान्छु हाम्रो गाडी सानो फ्यामिलीको गाडी यही हो ल हेर्नु यसलाई आइसक्रिम भनेपछि यस्तो हुन्छ यी आइसी खाने हो आशिष खाने हो बोल्न पनि पाएन कि मुखा आनन्द आएर हामीले चाहिँ अब घुमफिर गरिसक्यो अब चाहिँ घर जाने तयारी होइन घरतिर जानु पर्यो धेरै घुम्यो बच्चा बच्चीले फेरि जात्रै तङ गर्ने कि अब यताउता गर्दाखेरि बच्चाले बहुत तङ गर्छन् घुम्नै दिन्नन् फोटो भिडियो खिच्नै दिन्नन् केही गर्नै दिन्नन् त्यही भएर हामी चाहिँ हिँड्न लागेको ल साथीहरू कस्तो लाग्यो त अगर राम्रो लागेछ भने यसो सपोर्ट कमेन्ट लाइक गरिदिनु होला
भोलि 15 अगस्त। जय हिन्द, जय नेपाल।